हेलो साथीहरू, गुड इभिनिङ है साथीहरू। आज चाहिँ नेपाल र जापानको म्याच छ है। आज चाहिँ नेपालले जित्छ, 100% हो, सिनियर हो है। आज 132 रनको लक्ष्य नेपाललाई दिएको छ जापानले। नेपालले चाहिँ हाम्रो 13-15 ओभरभित्रै जित्छ है गेमलाई है। ल साथीहरू, तपाईँहरू चाहिँ सपोर्ट गर्नुहोस् है। म चाहिँ यताबाट सपोर्ट गर्दैछु। बाहिर भयो नि म्याच त हेर्नुपर्छ है। जे भयो नि बाहिर भयो नि नेपाललाई सपोर्ट गर्नुपर्छ। हामी चाहिँ अहिले है म्याच हेरिरहेछौँ नेपालको है। 10 ओभरमा है 78 रन हानेको छ, 2 विकेट गएको छ नेपालको है साथीहरू। ल तपाईँहरू पनि सपोर्ट गर्दै गर्नुहोस्, म नि सपोर्ट गर्दैछु है। सबैभन्दा पहिला हामीहरूले नेपाललाई सपोर्ट गर्नुपर्छ। नेपाल क्रिकेट 2026 को वर्ल्ड कपमा चाहिँ खेल्नुपर्छ है साथीहरू। म नि त्यही भनेर लागिरहेको छु है। हामीहरू चाहिँ काम भए पनि काम आफ्नो ठाउँमा छ, परदेशको ठाउँमा है। हामीहरू चाहिँ नेपाललाई सपोर्ट गर्छौँ, नेपालको म्याच हेर्छौँ है। अस्ति चाहिँ देख्नुभयो नि कुवेतलाई कसरी हरायो, अनि आज जापानलाई पनि हराउँछ। टप 6 मा चाहिँ परिसकेछ। हामीहरूले चाहिँ टप 3 मा पर्नुपर्छ। टप 3 मा पऱ्यो भने हामीहरूले, हाम्रो नेपाल टिमले टप 3 मा पऱ्यो भने 2026 वर्ल्ड कपमा खेल्न पाउँछ है, भाग लिन पाउँछ। त्यो हुनाले हामीहरूले जति हुन्छ नेपाली भाइहरू दाजुभाइहरूले है सपोर्ट गर्नुपर्छ नेपाललाई है। नेपालको क्रिकेट इतिहासमा अहिले नयाँ जेनेरेसन आइरहेको छ है साथीहरू। त्यो हुनाले हामीहरूले क्रिकेटलाई सपोर्ट गर्नुपर्छ। हाम्रो साथीभाइहरूले पनि सपोर्ट गर्नुहोस् है। म चाहिँ यता बसेर सपोर्ट गर्दैछु, तपाईँहरू पनि गर्दै गर्नुहोस्। म्याच हेर्दै गर्नुहोस्। नेपालको म्याच नछुटाएर हेर्नु होला, सपोर्ट गर्नु होला है।